अनि रमाइलो दोहोरी सौरी पनि चलिरहेको यता भोजन कीर्तन पनि प्रायः चाहिँ यहाँ फोटो खिचेको चाहिँ धेरै देखियो होइन यस्तै रमाइलो छ है सबै राजनैतिक दल जागेका छन् स्थानीय सरकार जागेका छन् राजनीतिक दलका नेता जागेका छन् पेसागत रोड खाली भएर पनि होला यहाँ फोटो खिचिरहनु भएको है नेपाल शिक्षा महासङ्घले चाहिँ यहाँ हेरेर छ व्यापार पनि चलिरहेछ हाम्रो दाइबाट होइन कुल्फी बेचिरहनु भएको उता चाहिँ भजन कीर्तन चलिरहेको रहेछ यहाँ चाहिँ सब हाम्रो सर म्यामहरू है आन्दोलनमा यहाँ राम्रो व्यापार चलिरहेछ काँक्रा साक्रा आन्टीले काटेर बेचिरहनु भएको छ व्यापार चाहिँ राम्रो भइरहेको आन्टीको है पानी बाँड्ने कार्यक्रम भइरहेको पानी खाइदिनु पर्यो क्या अब एउटा बाँडिरहनु भएको छ पानी सबै पानी भाइ एउटा देऊ त भाइले मलाई पानी नै दिएन यार गइदिइहाल्यो खोर चाहिँ टिपिरहनु भएको छ सरहरूले चाहिँ होइन आन्दोलन चाहिँ एकदमै चलिरहेको छ धेरै दिन भइसक्यो है आन्दोलन भनेको चाहिँ छ अहिले काठमाडौँमा चाहिँ बानेश्वरको माइती घरबाट अलि अगाडि चाहिँ पुरै आन्दोलन भएर पुरै भरिसकेको छ पानी पर्न लागेको अवस्था भए पनि यहाँ चाहिँ गाडी साडी नगुरेको भएर धुलोहरू पनि उडिरहेको छैन उहाँहरूको चाहिँ माग पुरा नभएसम्म चाहिँ आन्दोलन निरन्तर चलिरहने भन्ने चाहिँ मैले यो घोषणा पत्र हेरेर न त महँगो लिँदो रहेछ नि त बुझेको छु है प्रायः सबै ठाउँको शिक्षकहरू चाहिँ आउनुभएको रहेछ होइन कतिपय चाहिँ शिक्षकको पोसाक लगाएर पनि आउनुभएको छ आन्दोलनको लागि नोट व्यापार पनि भइरहेको होइन जुम्लाको कोट होला होइन यो चाहिँ झुन्डी कोट व्यापार भइरहेको भाइ सानो भाइले पनि यति नै हो आन्दोलन चाहिँ यहाँ चाहिँ दियोस् गाडी नचलेको भएर धुवा धुलो चाहिँ छैन होइन रमाइलो रहेछ दियोस् बाई फोटो चाहिँ एकदमै खिचिरहनु भएको छ सबैजनाले होइन अब यो ठाउँ फेरि पनि आइरहन पाइँदैन नि त त्यो भएर शिक्षकहरूको आन्दोलनले गरेर बाटो चाहिँ पुरै खाली छ यतातिर चाहिँ पानी पर्न लागिरहेको धेरै दिन भयो आन्दोलन भएको चाहिँ यहाँनिर लगभग 8-9 दिन भइसक्यो ત્યારે यो बाटोमा गाडीहरू नचलेको चाहिँ त्यही भएर बाटोमा पुरै खाली नै रहेछ र अब
पनि मान्छेलाई हतार है अब बजारको बजाइ गर्छ है। नेपालको झन्डा स्कुटाको गाडी पनि पेलेर आउँछ त। पानी पर्ला जस्तो छ त, पर्दैन र। खै पानी पर्न लाग्यो त, पुरै अन्ध भएर आयो त। पानी पर्ला जस्तो छ। अहिले चाहिँ हामी रत्न पार्क आइपुग्यौँ होइन, शहीद गेट आइपुग्यौँ। अब अलि अगाडि चाहिँ रत्न पार्कतिर हो। रङ साइड आएको छ है, अलिकति मोड्नु पर्यो। धरहरा चाहिँ खडियो छ होइन, सेतो टावर। त्यही छैन, गाडीहरू धेरै नभए चाहिँ बाटो ठिकै हो। गाडीहरू चाहिँ काठमाडौँमा एकदमै धेरै भएर चाहिँ बाटो सानो, गाडीहरू धेरै। गौशाला मैतीदेवी चिली महाकाल काबेल गौशालासम्म जाने सफा टाइपको यो चाहिँ होइन, केएफसी पनि रहेछ त यहाँनिर। काठमाडौँ मलमा केएफसी राखेको रहेछ।
कुरो भयो, सवारी साधन धेरै भयो काठमाडौँमा। यो त ठुलो ठाउँ छैन होइन, यहाँ चाहिँ हिँड्दै जानुपर्ने हुनसक्छ। पातहरू पलाउन लागेछ, हरियाली यति चाहिँ राम्रो देखिने रहेछ है। हरियो परियो ट्रामा सेन्टर र वीर हस्पिटलको अगाडि चाहिँ राम्रो बनाएर रहेछ।